हेलो गाइस, गुड मर्निङ सबैजनालाई। आजको ब्लग पनि है मैले स्टार्ट गरिसकेको छु। आज भने चाहिँ क्विक यामी रेस्टुरेन्टबाट हाम्रो बुफे अनलिमिटेड खाना छ है। यहाँनिर तपाईँको पाउनुहुन्छ। यामी रेस्टुरेन्ट हाम्रै ब्रान्च हो। यसको चाहिँ तपाईँहरूको सिम्पल मेन्यू छ। बुफे पाउनुहुन्छ तपाईँले भेज 180 मा, बुफे नन भेज पाउनुहुन्छ 249 मा है। यो चाहिँ तपाईँको क्विक यामी रेस्टुरेन्ट हो। यहाँबाट टक्कै इन्ट्रेन्स हो। यहाँबाट पसेर तपाईहरुले टक्कै हाम्रो बुफे, यहाँ हाम्रो सर्भिसको बहिनी, हेलो बहिनी, यहाँ हाम्रो म्यानेजर हुनुहुन्छ है। यो चाहिँ बुफेहरू तपाईँको सेट लाग्छ, तपाईँको सिटिङ एरिया। तल चाहिँ तपाईँको है क्विक यामीको रेस्टुरेन्टको किचन छ। मेन किचन तपाईँलाई किचन देखाउँछु। यहाँ चाहिँ टोइलेटहरू यताबाट इन्ट्री गरेपछि तपाईँको क्विक यामीको तपाईँलाई किचन है। यो चाहिँ हाम्रो सेपरले खाना खानु हुँदो रहेछ। सेप के खानुभएको? राम्रो हेर्नु है, खाना खानु हुँदो रहेछ। हाम्रो सेपले डिमसिम या मोमो बनाउनु हुँदो रहेछ, भेज है। एकदम प्योर भेज हो। अझै भेज बनाउनु भएको थियो। ठिक हुन्छ सेप अन्त। किचन स्टिमर, किचन चाहिँ अलिकति ठुलो छ। यो चाहिँ बुफेको सेटहरू। यहाँ हुनुहुन्छ हाम्रो एकदम ठुलो सेफ। हेलो सेफ, के हुन्छ हाल खबर? ठिक हुनुहुन्छ? के बनाउनु भएको सेफ? यो चाहिँ के बनाउनु सेफ? ग्रेभी बनाउनु हुँदो रहेछ। यहाँनिर चाहिँ स्टाफ खाना रहेछ। यो चाहिँ सेफले स्टाफको लागि के सेफ? स्टाफको लागि बनाउनु हुँदो रहेछ सेफले। हाम्रो किचन यस्तै छ है। तपाईँहरूलाई यो चाहिँ क्विक यामीको रेस्टुरेन्टको अनलिमिटेड बुफे खानाको